हेलो नमस्ते। स्टुडेन्ट भिजामा कोरिया एप्लाई गर्दाखेरि स्टुडेन्टले कुन कुन क्याटेगोरीको भिजामा एप्लाई गर्न पाउँछ अथवा स्टुडेन्ट भिजामा एप्लाई गर्दाखेरि कुन कुन अप्सन छ त, त्यो बारेमा यो भिडियोमा डिटेलमा कुरा गरौँ है त। अहिले मेनली 4 क्याटेगोरीको भिजा छ है। फर्स्ट D2 भिजा, सेकेन्ड D2 कोड भिजा, थर्ड ई भिजा, फोर्थ D4 भिजा र यो D4 भिजामा पनि D4 1 र D4 7 गरेर दुईटा क्याटेगोरी छ। त्यसको बारेमा डिटेलमा कुरा गरौँ है त। फर्स्टमा कोरिया एप्लाई गर्दाखेरि सबैभन्दा सुरक्षित, भरपर्दो, पाको र बलियो भिजा भनेको D2 भिजा हो। अब कस्तो हो त D2 भिजा? D2 भिजा भनेको आइएल्स गरेर सिधै कोरियाको युनिभर्सिटीमा यहाँको कोर्स रजिस्टर गरेर कोर्स पढ्न आउने, युनिभर्सिटीको कोर्स पढ्न आउने भिजा D2 भिजा हो। र यसको लागि के चाहिन्छ भन्दाखेरि स्ट्रङ एकाडेमिक ब्याकग्राउन्ड 3.2 GPA हुन पर्यो। त्यसपछि आइएल्समा 5.5 ल्याउन सक्नु पर्यो। एकाडेमिक रिक्वायरमेन्ट प्लस आइएल्स रिक्वायरमेन्ट मिट गरेको डकुमेन्ट स्ट्रङ भएको स्टुडेन्टको लागि सबैभन्दा गजबको अप्सन भनेको D2। अब त्यसपछि D2 कोड भिजा छ। D2 कोड भिजा भनेको कस्तो भन्दाखेरि स्टुडेन्टले आइएल्स त गर्यो, 5.5 त ल्यायो, तर स्टुडेन्टको एकाडेमिक प्रोफाइल अलिकति विक छ, 2.8 भन्दा माथि छ, 3.2 छैन। अब त्यस्तो स्टुडेन्टलाई कन्सल्टेन्सीले के गर्न सक्छ भने कन्सल्टेन्सीको यहाँ कोरियामा युनिभर्सिटीसँग लिङ्क हुन्छ। आफ्नो लिङ्क भएको युनिभर्सिटीमा कन्सल्टेन्सीले के गर्छ, त्यो स्टुडेन्टको डकुमेन्टहरू पठाइदिन्छ। यसरी कन्सल्टेन्सीले यता आफूले चिनेको युनिभर्सिटीमा स्टुडेन्टको डकुमेन्ट पठाइसकेपछि यहाँको युनिभर्सिटीले त्यो डकुमेन्टहरू सबै यतैबाट कोरियाको इमिग्रेसनलाई बुझाइदिन्छ र त्यो इमिग्रेसनले स्टुडेन्टको नाममा एउटा कोड जेनेरेट गरिदिन्छ र त्यही भिजा कोडको आधारमा नेपालमा एम्बेसीमा गएर भिजा एप्लाई गर्न सकिन्छ। यो कसको लागि? जसको आइएल्स त छ तर एकाडेमिक रिक्वायरमेन्ट 2.8 भन्दा माथि छ तर 3.2 छैन। एकाडेमिक रिक्वायरमेन्ट अलिकति कम भयो भने नेपालमा त भिजा एप्लाई गर्न मिल्दैन, भिजा लाग्दैन। त्यस्तो स्टुडेन्टको लागि कन्सल्टेन्सीले यताको युनिभर्सिटीलाई भनेर, युनिभर्सिटीले इमिग्रेसनलाई भनेर स्टुडेन्टको नाममा भिजा कोड आउँछ अनि भिजा कोड आइसकेपछि नेपालमा त्यसैको आधारमा एम्बेसीमा भिजा एप्लाई गर्न सकिन्छ। यो D2 कोड भिजा भयो। अब ई भिजा भनेको कस्तो त? ई भिजा भनेको पनि ठ्याक्कै D2 कोड भिजा जस्तै हो, तर ई भिजामा फरक के छ भने D2 कोड भिजामा यहाँको इमिग्रेसनले स्टुडेन्टको नाममा कोड जेनेरेट गर्छ र त्यो कोडको बेसिसमा नेपालबाट भिजा लज हुन्छ, भिजा एप्लाई गरिन्छ, त्यही भिजामा 100% भिजा लाग्छ। ई भिजा भनेको कस्तो भने अब स्टुडेन्टको रिक्वायरमेन्ट पुगेको छैन, अब कन्सल्टेन्सीले के गर्यो, यता युनिभर्सिटीलाई खबर गर्यो, डकुमेन्ट पठाइदियो, युनिभर्सिटीले यता कोरियाको इमिग्रेसनलाई रिक्वेस्ट गरेर सिधै कोरियाको इमिग्रेसनबाटै स्टुडेन्टको भिजा इस्यु गर्यो। नेपालमा एम्बेसीमा जानै पर्यो, नेपालबाट भिजा लज गर्नै पर्यो। स्टुडेन्टको भिजा डाइरेक्ट कोरियाबाटै आयो भने यो अप्सनलाई ई भिजा भनिन्छ। अब ई भिजा र D2 भिजा त यस्तो सजिलो रहेछ भन्ने लाग्ला। फेरि अब आइएल्स गर्यो भने एकाडेमिक कम भए पनि लाग्दो रहेछ भन्ने लाग्ला, तर यहाँको इमिग्रेसनले जुन पायो त्यही युनिभर्सिटी जस्तो पायो त्यस्तै कोर्समा ई भिजा र D2 कोड भिजा जेनेरेट गर्दैन। र्याङ्किङ हाई भएको रेपुटेड युनिभर्सिटी र यहाँको इमिग्रेसनले विश्वास गर्ने युनिभर्सिटी छ भने त्यस्तो युनिभर्सिटीमा मात्रै D2 कोड भिजा जेनेरेट हुन सक्छ। अनि त्यस्तै गरी अर्को अप्सन छ D4 भिजा। D4 भनेको कस्तो भने अब स्टुडेन्टले आइएल्स गर्न सक्दैन। अब आइएल्स गर्न नसकेपछि युनिभर्सिटीको कोर्समा डाइरेक्ट एप्लाई गर्न मिलेन। नमिलिसकेपछि त्यो स्टुडेन्ट ल्याङ्ग्वेज ट्रेनिङ कोर्समा आउँछ, युनिभर्सिटीको कोर्समा होइन, कोरियन भाषा पढ्ने कोर्समा आउँछ। यहाँ आइसकेपछि उसले 3 महिना, त्यो भिसाको टोटल 2 वर्ष टाइम हुन्छ। अब उसले जति छिटो भाषा सिक्छ त्यति छिटो उसले चाहिँ भिसा परिवर्तन गरेर पछि D2 भिजा बनाएर युनिभर्सिटीको कोर्समा इनरोल हुन सक्छ। त्यसैले जसले नेपालबाट आइएल्स गर्न सक्दैन, एकाडेमिक रिक्वायरमेन्ट 2.8 भन्दा माथि त छ तर आइएल्स गर्न सक्दैन, कोरिया आउन मन छ भने त्यस्तो स्टुडेन्टले कोरिया एप्लाई गर्दाखेरि D4 भिजा, ल्याङ्ग्वेज ट्रेनिङ भिजामा एप्लाई गर्ने, आउने, कोरियन भाषा पढ्ने, टपिक पास गर्ने, पास गरिसके पछाडि कोरियन भाषा सिकिसके पछाडि कलेजले एक्जाम लिन्छ, एक्जाम लिइसकेपछि भाषा पास भयो भने त्यसको आधारमा पछि बल्ल D2 भिजामा कन्भर्ट गरेर युनिभर्सिटीको कोर्समा इनरोल हुन सक्छ। यसलाई D4 भिजा भनिन्छ। र अर्को D4 भिजा छ। D4 भिजा भनेको कस्तो भने स्टुडेन्टले आइएल्स गर्न त सक्छ तर नेपालमा टाइम भएन अथवा नेपालमा आइएल्स गरेन। अब ऊ चाहिँ के गर्न सक्यो, इङ्ग्लिस ट्र्याकमा आउन सक्यो, इङ्ग्लिस कोर्स पढ्नको लागि, युनिभर्सिटीको कोर्स पढ्नु होइन। D4 भिजा कोरियन भाषा पढ्नको लागि, कोरियन ल्याङ्ग्वेज ट्रेनिङमा आउने भयो भने D4 भिजा चाहिँ इङ्ग्लिस पढ्नको लागि इङ्ग्लिस ल्याङ्ग्वेज ट्रेनिङको रूपमा आउने भयो। यहाँ आइसकेपछि उसले इङ्ग्लिस पढ्छ, सिक्छ, युनिभर्सिटीले लिएको एक्जाम पास गरिसकेपछि उसले पछि D2 भिजा बनाएर युनिभर्सिटीको कोर्समा इनरोल हुन सक्छ। यसरी नेपाल
नेपालबाट कुनै पनि स्टुडेन्टले कोरियामा एप्लाई गर्दाखेरि मेन 4 वटा अप्सन छ। पहिलो के त D2, यो सबै एकाडेमिक प्रोफाइल पनि मिलेको आइएल्स पनि गर्न सक्ने स्टुडेन्टको लागि D2 भिजा। सेकेन्ड, आइएल्स त गर्यो तर एकाडेमिक प्रोफाइल अलिकति कम भयो भने D2 कोड भिजा अथवा ई भिजा। त्यसपछि अर्को D4 भिजा। D4 भिजामा एउटा कोरियन ल्याङ्ग्वेज अथवा इङ्ग्लिस ट्र्याक दुईटा अप्सनमा आउन मिल्छ। यसरी नेपालबाट विशेष गरी 4-5 क्याटेगोरीको भिजामा स्टुडेन्टले अप्लाई गर्न सक्छ। हजुरलाई स्टुडेन्ट भिजा सम्बन्धी कुनै पनि क्वेरीजहरू छ भने कमेन्ट बक्समा लेख्नु होला अथवा मेरो फेसबुक प्रोफाइललाई डिस्क्रिप्सनबाट फलो गरेर मलाई मेसेज गर्न पनि सक्नुहुन्छ। भिडियो इन्फर्मेटिभ लागेको छ भने लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। मैले स्टुडेन्ट भिजा सम्बन्धी थुप्रै भिडियोहरू र मेरो आफ्नो एक्सपिरियन्सहरू कोरियामा बस्दाको त्यो च्यानलमा धेरै भिडियोहरू राखेको छु, त्यहाँबाट हजुरले इन्फर्मेसन रिसिभ गर्न सक्नुहुन्छ। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई।